साइमाको प्यार हेलो गाइस वेलकम ब्याक टु माई च्यानल अनि ब्याकग्राउन्डहरू थाहा पाइसक्नुभयो होला कि म घर आइसकेको छु होइन अनि म घर आइसकेको छु फाइनली अनि मैले चाहिँ सबैलाई भेटिसकेको छु ल अनि त्यस पछाडि मैले चाहिँ साइमाले बोलाएको छु किनकि बुनुलाई थाहा छैन होइन भाइहरू सबैले देखिसक्यो मलाई बुनुले देखेको छैन अनि त्यो चाहिँ काम गर्दैछ अरे होइन अनि म त तपाईँले फोन पनि गर्नु भएन पुग्यो भनेर पनि म त कता कता मान्छे होला कता भयो भात बनाइसकेको अरे त तरकारी आफू बनाउनु मलाई भिडियो पनि देखेको अनि त्यस पछाडि बुनुलाई चाहिँ थाहा छैन होइन मैले बुनुलाई चाहिँ हाम्रो मम्मी ओपर स्ट्रिक्ट भनौँ न सबैको अगाडि ओइ मेरो भाइ त कत्रो ठुलो भयो साथीहरू उठ्छ एकचोटि हेर्नु त ओइ फ्रेममा अट्दैन त यो त राम ओ तेरो हाइट कति भयो हेरेको छस् बा ओ यो त कति साथीहरू मैले मेरो भाइले यत्रो हुन्छ मम्मी यो त मेरो कुमकुम आइसकेको छ त हेर्नु न ढोका खोल पुरै यो त यत्रो अम्मा साथीहरू यो त कति ठुलो भइसक्यो मम्मा साइमाकोमा गएर आऊँ साइमाकोमा गएर आऊँ कसकोमा साइमा किन जाऊँ त्योसँग भेट्नु भाइ भात बसाएको अरे तरकारी के पकाउने म गएर आउँछु ल हुन्छ साथीहरू अब चाहिँ म साइमाकोमा जान्छु होइन अनि त्यस पछाडि हामी चाहिँ म आएको छु भनेर चाहिँ प्रायः कसैलाई थाहा छैन होइन घर गाउँमा कसैलाई थाहा छैन मम्मीहरूलाई मात्रै थाहा थियो तब चाहिँ म जान्छु साइमालाई भेट्नु बिकज त्यसलाई मैले भेटेको पनि छैन त्यसलाई मैले भनेको पनि छैन म त्योसँग बोलेकै छुइनँ होइन उता गएदेखि बाटोमा हेर्दै जानुपर्छ किनकि त्यो मैले भनेको छैन हजुर के को लाज नमस्ते भाग्यमानी मान्छे भन ओइ नाना नमस्ते गर न ए दिने नमस्ते नाना नमस्ते गर आज हजुर दिने कहिलेसम्म छुट्टी 6 दिन छुट्टी छ 14 गतेदेखि घट्नुभयो कि क्या हो अपै होइन घट्नु भएको पहिला छैन छैन हुनुभएछ छैन पढा कस्तो हुँदैछ ठिकै हुँदैछ काकी काकी चाहिँ म कहाँ हिँड्नु अब साइमाकोमा हिँडेको साइमासँग भेटेको छुइनँ साइमाकोमा जानु आँटेको साथीहरू भेरी भेरी एक्साइटेड यस्तो छ है साथीहरू यतातिर चाहिँ जिउ यस्तो छ त्यो घर कता दे यस्तो छ नजारा म चाहिँ साइमा घर पुगिसक्ने साथीहरू कहाँ छ त्यो मलाई थाहा छैन के भने भित्रदेखि जानु पर्यो ठाउँ छैन यता यतादेखि जानु पर्यो यस्तो छ सुरुमा दिदीलाई भेट्छु बिरामी हुन्छ कि के हो पहिला लाग्नु गाजा बिहान हजुर बिहान भाग्यमानी बिहान यो कालो कस्तो रहेछ किन भनिस् त झुन्ट गरे आएको थिएँ पोट त गरेको यसले भनिरहेको छ आज ती त ह्याप्पी पनि हुन्छ स्याड पनि हुन्छ कि दुखी पनि हुन्छ भन्दै थियो यो गरी आएको रहेछ नि त हेर हेर गर गर के हाल्छ दिने बिरामी हुँदो रहेछ अब के लगाएको हातमा वाट इज दिस के लगाएको हातमा वाट इज दिस ला छैन पिङ्क कलरको मेन होइन त्यहाँ छ आज भर्खर आएको बिहान आएको छुट्टी भयो जो कहिले छुट्टी भयो 6 दिन 6 दिन मात्र कहिले जाने तिमीहरूको स्कुल कति गतेदेखि लाग्छ 11 11 हाम्रो 13 14 गतेदेखि लाग्छ ए त
यता चाहिँ यस्तो रहेछ है साथीहरू नजारा सबै धान रोपिसकेको रहेछ होइन दिदी शिशिर तपाईँ अनि आइसक्यो ए तेक्वान्दोको धेरै लुगा धेरै एउटा भाइ बाई बाई म चाहिँ तिमीलाई त्यहाँदेखि दिएको उहाँ आए न ठुलो भइसकेको छ अरू भन्दा नि यो शिशिर चाहिँ कस्तो नपत्याउँदो पाराले ठुलो देखेँ क्या म कस्तो अग्लो अग्लो देखेँ यसलाई पो त्यहाँ चाहिँ बुनुले चारो दिँदैछ साथीहरू यस्तो छ यहाँ हेर्नु जिन्दगी आप्पै के गर्नु यता छ साइमाको प्याराहरू खोइ कता छ इ साइमाको प्यारा डरायो एउटामा एउटा मरिहाल्छ सो साथीहरू बुनुलाई सबलाई दिनु पर्यो भनेको यहाँ अर्को बुनुले मेरो नाम बिचमा लिइहालेर प्लान चपट भयो उठेको यहाँ यस्तो छ मामा उहाँ चाहिँ फेरि सबैभन्दा कान्छो मामा अब लुकेको सबैभन्दा सानो मामा है उहाँ चाहिँ मतलब गाउँमा चाहिँ सबैजना मेरो मामा नै हो होइन अनि मामा सबैभन्दा सानो मामा बिहान आएको 8 बजे यस्तो गरिस् भने फेरि गाई लिनु पनि बाख्रा लिनु दुइटा जान्छस् नि फेरि दुइटै जान्छस् बाख्रा गाई लिनु दुइटै जान्छस् को जाने यहाँ सिजा पेपर अगर यहाँ फेरि यहाँ फेरि फाल्टै छ हे भगवान हिँड्छाइमा गाई लिनु जाऊँ तल गाई लेने के लिए मेरा सबले ऐसा है यता यो बाटो जामै त्यो बाटो ओ हिलो छ होला नि हिलो छ होला है साथीहरू यस्तो छ है नजारा चाहिँ अघि पनि देखाएकै हो होइन भुसुना अब्बरै धेरै भएछ यहाँ भुसुना आप्पा ओइ दिदी हैन हिजो त हामीले फोटो खिचेको थियौँ नि रोशना दिदीको गौतममा टिकटकमा के भन्नु त फोटो खिचेको थियौँ इन्देलिनसँग हैन मुगालको गाइस अहिले रात पर्नु पनि माटिसकेर घाम डुबिसक्यो अनि यता चाहिँ पुरै सुकिरहेको चाहिँ यता चाहिँ पानी अलिअलि छ यो चाहिँ धान रोप्नु यो मजा थिएन धान होइन यसपालि मैले रोपिनँ धान अरूहरू खोइ कहाँ हिँड्यो अगाडि आइसोरी रहेछ बुनु पनि रहेछ अगाडि फेरि राम्रो हाँसेको यो हाँसेको ल ल ल ल ल ल ल ल ल कालो फेरि हाँस त ल ल ल यहाँ हेरेर हाँस न ल उठेन त्यहाँ फेरि मातेको मान्छे जस्तै गर्छ सो हामी चाहिँ यसको गाई लिनु जाँदैछौँ यसको गाई सो या मेरो प्यारो गाई तपाईँहरूलाई म यो दिदीको भ्लगमा देखाउने छु यो दिदीको भ्लग हेरिदिनु होला सबैजनाले सो यस जहाँ लिएर चाहिँ म त यहीँ बस्छु उहाँ त कुडो छ होला मेरो लुगा भएर लाग्छ मैले अर्को लुगा लेख्छु नि फेरि याद छ होइन पुरै त कमलको उयोहरू पनि हुन्छ फुलहरू हुन्छ पर चाहिँ रहेछ सायद यता छैन रहेछ ए भगवान यिनीहरू ए ओ माइ गडनेस यसले हान्छ साथीहरू साइमाको गाई अबि साइमाको गाई ओइ यसले हान्छ क्या हो ए बच्चा कहिले पाएको साइमाको गाई तेरो गाई हो साइमी खाना बनाइसकिस् अब काम के छ उल्टो कटो लगाएर बेल्टा धुनेर आएकै ला बाबालाई हेर्नु त कटो त उल्टो पो लाग्यो होइन बेल्टा पनि घुमा लाग्छ भएको त उल्टोमा कटो लगाएर गोजी त फेर्लाङ भने हेरौँ आज उल्टो रहेछ हेरौँ
गोजीको आइछ है त्यसको त गोजी अस्तिको त गोजी यस्तो सिधाको रहेछ गोजी हाँसिरहेको साथीहरू मेरो भाइको कला आएर यो के हो यो नाम भन्दै जा यो मान्छेको ना उता उची आइरहेछ गोजी साथीको साइतामा स्पाइडरम्यान अनि यता चाहिँ यो कता खोइ छाडी उसको त उम्, दिस गुड यो चाहिँ गुड्डुले बनाएको अरे दिस इज गुड अरे दिस गुड लेखेर सो साथीहरू अहिले चाहिँ हामीले खाना खाइसकेको छौँ होइन अनि बजार मोबाइल हेर्नु हुँदैछ यो यहाँ छ अनि मैले चाहिँ अघि प्र्याक्टिकल गर्नको लागि कपी तर प्र्याक्टिकल अहिले म गर्दिनँ अब भोलि गर्छु अनि बाइ द वे यो चाहिँ यहाँ हेर्न सक्नुहुन्छ मेरो फेयरवेलको बेला दिनुभएको अनि यो चाहिँ सबै मेरो साथीहरू अहिले सबै कता कता छ मलाई केही पनि थाहा छैन त भन्दिनँ होइन यहाँको आधी जस्तोको चाहिँ थाहा होला मलाई त केही पनि थाहा छैन भने साथीहरू तिमीहरू कता कता छौ कमेन्ट गर है मेरो भिडियोमा कता कता छौ सबैलाई धेरै धेरै सम्झना छ यहाँ हेर्नुहोस् को छ सबैजना होइन सरले भन्नु त हुन्थ्यो क्या पहिले क्लासमा झगडा हुँदाखेरि उयोहरूको केटीहरूको अनि तिमीहरू गर्ने यो नगर यो च्यात्यो भने त फेरि मलाई मार्छ नि सरले अनि सरले हामीलाई भन्नुहुन्थ्यो क्या तिमीहरू कति झगडा गरेको तिमीहरू किन झगडा गर्छौ अब एसिसकेपछि तिमीहरू कता कता फैलिन्छौ तिमीहरूलाई त्यतिखेर कति याद आउँछ भनेर भनिराख्नुहुन्थ्यो क्या तर हामी सरलाई त्यस्तो केही पनि वास्ता गर्दैन थियौँ अहिले याद आउँदैछ अहिले त साथीहरू अब आजको लागि चाहिँ यति नै म अब भ्लगिङ गर्छु बिकज अब काम केही पनि छैन हामी सुत्छौँ नै होइन अनि अहिले एकछिनमा सुत्छु म एकछिन भिडियो एडिट गर्नुपर्छ अनि सो याद त्यही हो आजको लागि यति नै थ्याङ्क सो मच फर वाचिङ बाई अनि म चाहिँ चुप अनि म चाहिँ भोलि तपाईँहरूसँग भेट्छु बिहान अनि भोलि चाहिँ म सायद ट्रेनिङ पनि जान्छु ट्रेनिङ चाहिँ गर्दिनँ मैले आज भनिहालेँ तपाईँलाई मैले दुबक लिएको छैन भनेर अनि ट्रेनिङ चाहिँ जाँदिनँ ट्रेनिङ चाहिँ गर्दिनँ तर माथि दोजाङमा चाहिँ जान्छु अनि भाइ बुनुहरू सबैलाई भेट्नुपर्ने छ नाना र सुहानालाई चाहिँ अहिले भेटेको दिउँसो होइन अनि जेरीपुरी भाइलाई पनि भेटेको अब अरूहरूलाई पनि भेटौँ अनि हेरौँ के छ सो यहाँ आजको लागि यति नै बाई बाई